हर्क साम्पाङ बारे त टिप्पणी गर्ने इच्छा पनि थिएन, किनभने स्वतन्त्र प्रेसले पनि त्यस्ताको मात्रै टिप्पणी गर्ने इच्छा राख्छ जसले टिप्पणीका लागि आफ्नो स्तर मेन्टेन गरेको हुन्छन्। हो, हर्क साम्पाङ टिप्पणी आलोचनाका समेत लायक छैनन्, यसपटक झनै देखिएनन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद, नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हर्कराज राई हुन्, अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किरात धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै हो। उनको बोली पिच्छे, स्टाटस पिच्छे सबै धर्म बराबर भन्ने मात्रै हुन्छ, तर व्यवहारमा कुनै धर्म सम्प्रदाय भन्दा माथि उठेको कुनै संकेत भेटिँदैन। आफै धरानको मेयर हुँदा हिन्दू र इसाई बीच झण्डै झण्डै दंगा मचाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोरो विष वमन गरिरहेका छन्। मेयर हुँदा इसाईको क्रिसमसमा क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे। उद्देश्य हर्कको पनि चन्द्र छुने नै देखिन्छ। संसदमा 7 सिट भए पनि आफूलाई प्रधानमन्त्री हुने योग्यताको मान्छे हो भन्ने ठान्छन्, तर व्यवहारमा कुनै धर्म जाति विशेषबाट माथि उठ्न सकेका छैनन्। देशको प्रधानमन्त्री हुने सपना पाल्ने मान्छेले धर्म, जाति, सम्प्रदाय, क्षेत्रगत भावना भन्दा माथि उठेर राष्ट्रिय हुन सिक्नुपर्छ। हामीले केपी